पितृदोष हुँदाखेरि सन्तानमा सङ्केत आउँछ। पहिला कुरो छोरछोरीहरू कुलतमा जान्छन्। पितृदोषको सङ्केत भनेको छोरछोरी कुलतमा जान्छन्, पहिले सन्तानमा हान्छन्। सन्तान कसैको हुँदै हुँदैन। ज्योतिषमा अहिले गर्यो भने तपाईँलाई पितृदोष रहेछ, पितृदोष मुक्तिको पनि सन्तान जन्मिन्छ। पितृ भनेको को त पूर्वज हुन्। अब हाम्रो सन्तानमा उनीहरूले गडबड गरिदिन्छन्, आउने सन्तानहरू हाम्रो रोग दिन्छन्, सन्तानमा देखिन्छ। अनि सन्तान भइहाल्यो भने कुलतमा जान्छ, पितृदोष लागेपछि कुलतमा जान्छ, राम्रो ठाउँ हुँदैन, हाम्रो उसमा हिँड्दैन, हाम्रो नीतिमा हिँड्दैन, हाम्रो नियममा मिल्दैन भन्छन्। हाम्रो छोराहरू त छोरो त थियो, ट्याप स्याप खाएर हिँड्छ, दुनियाँ गर्छ, सारा दुःख दियो, यो हुनुभन्दा नहुनु राति भनेर कसैले भन्छ नि, हाम्रो सुनाउँछ नि, त्यो सबै दोषभित्र पर्छ। हेर्नुहोस्, पितृदोषको प्रभाव त्यहाँ पर्छ। पितृदोष हुँदा पहिला सन्तानमा देखिन्छ, सन्तानमा देखिन्छ। सन्तानमा देखिन्छ रोगमा परिणत हुन्छ, रोगमा परिणत हुन्छ, हो रोगमा परिणत हुन्छ। तपाईँको कर्ममा परिणत हुन्छ। जस्तो तपाईँले कार्य चाहिँ गर्नुपर्छ लगानी गरेर, तर नाफा छैन, उल्टो घाटा छ। 10 वर्षमा हिसाब गरेर त आधीभन्दा बढी घाटा लागेको छ। त्यो पनि पितृको आशीर्वाद चाहिन्छ, बिना पितृको आशीर्वाद हुँदैन है। यो सबैले विधि पुर्याउन सक्दैन, तर भगवान् शिवलाई गुरु बनाएर राम राम त सुनाउन सक्छ। तर राम राम सुनाउँदाखेरि सङ्कल्प गरेर भन्नु पर्यो, सुनाएर भगवान् शिवलाई मैले 1.25 लाख राम नाम तपाईँलाई गुरु दक्षिणाको रूपमा यस कारणले चलाइरहेको छु कि जो मेरो पितृमोक्ष हुन्, खुजी हुन्, म प्रति आशीर्वाद दिन योग्य हुन्। त्यो राम नाम भगवान् शिवलाई अर्पण गर्ने पितृ अटोमेटिक मोक्ष हुन्छन्। त्यही क्रममा हामीसँग पैसा छ, अलिकति केही सहयोग गर्न सकिन्छ भने बुढाबुढीलाई त्यतिखेर चाहिँ हामीले भोजन गराइदिउँ। भनेपछि जस्तो कतिपयले आफ्नो जन्मदिनमा अथवा पितृदोष छ भने कहिले कसो चाहिँ वृद्धाश्रमतिर गएर कहीँ गएर भोजन गराउने अहिले नेपालमा पनि प्रचलन छ होइन। त्यसलाई अलिकति समाजसेवासँग लगाएर पनि जोड्छन्। त्यति बेला चाहिँ पैसा दिनु, द्रव्य दिनु अथवा अन्य केही कुराहरू दान दिनु भन्दा भोजन गराउनु चाहिँ उचित हो। यस्तो हुन्छ, द्रव्य दिनु राम्रो हो, तर अहिले कस्तो उचालेको छ भने तपाईँले दिएको पैसा चाहिँ ल मानव एकछिन हामीले सध्य भनेर दिउँ होइन, त्यो पैसा चाहिँ तपाईँले उसले भोजन नगर्दा अन्त्य गइदियो भने त्यो तपाईँको दिएको चिज आएन त्यहाँ। यो वास्तविक कुरो। तपाईँले दिएको चामल मैले सुई खानु पऱ्यो, मेरो पेट भरेर मेरो एनर्जीले महसुस गर्नु पऱ्यो। तपाईँको मानव एउटा सिधा भाषामा तपाईँको कुनै ब्ल्याक एनर्जी मैले खाइरहेँ। बाहुनलाई ल्याएर हामीले श्राद्ध गरेर बालाई खिरपुरी खुवाएर पैसा दिएर किन पठाएको त? त्यो बुवाले पाउँछन्, त्यो एनर्जी बुवा पुरोहितद्वारा जान्छ भनेर खुवाएको होइन। त्यही पुरोहितले चाहिँ त्यही पैसा लिएर अन्त नराम्रो कार्यमा लगाए, मानव एकछिनलाई नराम्रो कार्यमा लगायो भने त्यो तपाईँको दिएको चिज उपयुक्त भएन नि। खाना खुवाएको, तपाईँको सामान्य खाना खुवाएको त तपाईँले उपयुक्त हो।